आजको भ्लग कस्तो लाग्छ तपाईहरुले प्रतिक्रिया दिनु होला शेयर लाइक कमेन्ट सब्स्क्राइब हाम्रो विक्रम साई अफिसियल च्यानलमा आउनुहुन्छ हेलो नमस्ते हामी आज झरना जाँदै छौं साथीहरु सबै घुम्नलाई वाटरफल्स जाँदै छौं आजको भ्लग एकदम खतरा हुनेछ साथीहरु हजुरहरुलाई कस्तो लाग्छ प्रतिक्रिया दिनु होला आजको हाम्रो भ्लग हाम्रो साथी तमोदक्षी ड्राइभर छ है आजको विशेष हुनेछ हाम्रो टुर खतरा छ बवाल छ बवाल है अनि यहाँको रुखहरु हेर्ने हो भने लामो लामो छ स्लिक सलक परेका बोता फल्स जाँदैछ हामी बोता वा ड्याम अनि यो साङ्गु बाटो पनि ट्याक्कै हजुरको कस्तो हुँदाखेरि नि तराईबाट नेपालको पहाड जाँदाखेरि नि हामी यो ठाउँमा आइपुगेका छौं आज विशेष हाम्रो टुर एकदम टाढाको टुर जंगलमा एकदम झरना हेर्न आएको हो यहाँ पनि केही कारहरु यसो पार्किङ रहेछन् साथीहरु पनि हैन हाय हाम्रो पनि एकजना यता इन्डोनेसियन साथी छ हाय तुसान हेलो हाय हाय हामी बोता फल्स यही हो हाम्रो बोता फल्स हेर्नुहोस् गाइज कस्तो लागिरहेछ आजको हाम्रो यो ओहो हाम्रो यस्तो यो हामी यस्तै छ नि ब्रो हेर्नुहोस् हिँडेर यात्रा सुरु भयो यो बाटो माथि जानुपर्ने हुन्छ हेलो साथीहरु हेलो itu San hai अब हामी झरना हिँडेर जानुपर्ने देखिन्छ त्यस्तो छ आजको यात्रा मेनी पिपल खतरै छ हाम्रो जंगलको यात्रा ए कहाँ छ इतो सान हो भाइहरु कस्तो लागिरहेछ यात्रा जंगलको हामी नेपालमा आएको फिलिङ भइरहेछ नेपालमा पनि खोला यस्तै हुन्छ खोला नालाहरु तर नेपालमा यस्तो व्यवस्थित चाहिँ हुँदैन है जापान जस्तो किन भन्दा नेपाल त्यति डेभलपै भएको छैन हैन नेपाल डेभलप भएको छ तर यस्तो खोला झरनामा सँगै गाडी मोटर पुगाएर अनि त्यो झरनालाई पनि व्यवस्थित रूपमा सानो झरनालाई पनि कति राम्रो बनाएको छ जापान सरकारले तर नेपालको ठुल्ठुलो झरनाहरू 300-400 मिटर हाइट भएको झरनाहरू पनि कहाँ छ कुन ठाउँमा छ चिन्जानै छैन हो जाडो है सामुर त्यस्तै ओहो हो यस्तो रहेछ यहाँ ओहो हो के हो यो ओहो खतरै छ यो वाह सिमेन्टको बोरा तल हालेको छ ओहो हो सिमेन्टको बोरा तर सेतो होइन केको बोरा सिमेन्टको बालो हाल्दै पहिला कुरमा रहेछ सुरुमा जान्छ कार जानु जान्छ अलिक सानो रहेछ यहाँ मन्दिर पनि रहेछ यसो माथि गुम्बा है कहाँबाट हो त जाने अब यस्तो छ हामी एकदम एकदम रमाइलो ठाउँमा आएका छौँ हामी झरना जाँदैछौँ साथीहरू हामी धेरै टाढा आएको छौँ यो जापानको एकदम रमाइलो पनि ठाउँ हो डर लाग्दो पनि हो दिनमै पनि भूत आउँछ अरे यहाँ अनि भूतदेखि एकदम सतर्क रहनु छ भूतहरू यता बसिरहेको छ हेर्नुहोस् है यहाँ मन्दिर रहेछ यो छेउछाउमा भूतमा त बस्छ हाम्रो मन्दिर पनि रहेछ यहाँ जापानिजहरू पनि एउटा कुरा भगवानप्रति आस्थावान हुन्छन् भन्ने कुराहरू यसले पुष्टि गरेर छ हेर्नुहोस् गौतम बुद्धले एउटा
बुद्ध गौतम बुद्ध गौतम बुद्ध हो गौतम बुद्धको मूर्ति देख्न पाइएको छ। हामी एकदम भाग्यमानी पनि हो जापानमा यस्तो यस्तो ठाउँभित्र जङ्गलमा गौतम बुद्धलाई पुज्ने गरिरहेका छन् होइन। अनि हाम्रा जापानिज भाइ पनि हुनुहुन्छ यहाँ। दौ देश का どうもないよ。まだ見てないやん、滝ね。 मिठो नै रमाइलो छ। ओहो हो यो कुन पो हुन् खै जापानका राष्ट्रपति हुन् कि एकदम जय नेपाल हामी नेपाली हो जय नेपाल हाई कोनिचिवा वाह वाटरफल फल्स नमस्ते रमाइलो छ। कस्तो लागिरहेको छ साथीहरू आजको हाम्रो यात्रा कस्तो छ ठिक छ वाह क्या दामी वाह वाह ल हेरौँ साथीहरू यो हो वाटरफल वाह ल ओहो आन्डे सान वाह यता 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 ओ यो सान कमान वाह यही हो हाम्रो वाटरफल वाह ल हामी निश्चित ठाउँमा अब आइपुगेका छौँ। यस्तो राम्रो रहेछ यहाँ हेर्नुहोस् हेर नभएको होला अन्तिमसम्म हेर्नु होला भिडियो राम्रो छ रमाइलो छ आजको हाम्रो दिनभरिको रमाइलो हरेक दिन। ओके लेट्स गो। हट बाटो लास्ट गाह्रो रहेछ यार अप्ठ्यारो रहेछ यस्तो लोड्ने यस्तो बाटो छ त्यो सानो इकुरी वाटरफल जान गाह्रो रहेछ यस्तो रहेछ। हो साथीहरू कस्तो लागिरहेको झरना आजको आहा रमाइलो छ नि रमाइलो एकदम रमाइलो भगवान गड त्यो माथि गड पनि रहेछ हेर्नुहोस् है यस्तो जम गरेर देखाइदिन्छु मारे ए आइसक्रिम पनि यस्तो छ आइसक्रिम टक्क पारेर आइसक्रिम बेस